गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म छु बुटवलमा। पूर्वकी मान्छे म पश्चिम घुम्दैछु। आज हामी जाँदैछौँ कामाख्या मन्दिर लगायत अब कहाँ पुग्न सकिन्छ, कहाँ देख्न सकिन्छ भनेर अचानक घुम्न हिँड्यो। अनि हिँडेपछि भिडियो बनाउने चाहिँ प्लान खासै थिएन, अहिले अचानक भएर आयो अनि बनाइदिउँ न त भनेर हो। म देखाउँछु ल आज हामी कस्तो कस्तो हुन्छ के गर्छौँ भनेर। ल आन्टी अनि दिदी हुनुहुन्छ एकजना, अनि गीता दिदी भइहाल्नु भयो, म भइहालेँ। हाम्रो 4 जनाको हो प्लान चाहिँ। अहिले लगभग 10 बजिसक्यो, 10:30 भइसक्यो। हामी जाँदैछौँ। हाम्रो चाहिँ टेम्पो यहाँसम्म मात्रै जाने रहेछ। 2 मिनट टेम्पो चढ्यौँ। अब जान्छौँ हामी। यता माथि केबल कार स्टेसन छ, त्यहाँबाट चढ्ने रहेछ क्या र केबल कार। हामी यहाँदेखि उकालामा चाँदो रहेन रहेछ टेम्पो होइन सफारी, त्यही भएर कस्तो दामी। म फेरि मक्ख परिहाल्छु त्यसरी। अलिक हरियाली आयो भने रमाइलो एकदम। हामी आइपुगिसकेका छौँ लुम्बिनी केबल कारमा। यहाँबाट हामी केबल कार चढेर कता जान्छौँ अहिले थाहा छैन, पुगेपछि भनौँला है त। ल यहाँबाट हामी कामाख्या जाने हो खासमा। यहाँ अरू मौला कालिका अनि बालेश्वर महादेव पनि थानकोट। यहाँ केबल कार कता कता कुद्ने भनेर लेखाएर छ। हामी चाहिँ माथि हो। ल यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ मेरो चाहिँ कार्ड थियो र डिस्काउन्ट भयो। यस्तो रहेछ 750 नर्मल। ल हामी गइसकेका छौँ, अब हिँडिसकेका छौँ। यहाँ आउँदै हुनुहुन्छ। यस्तैबाट हिँड्नुपर्ने रहेछ। सालको पात टप्परी गाँसेर सालका रुख रहेछन्। मैले चिने भने पक्कै हो। यसरी गुटुङटुङ जाने हो। मजा हो घुम्न पाउँदा त हो। यहाँबाट इन्ट्री रहेछ। म चाहिँ सेकेन्ड टाइम हो, म चन्द्रगिरीमा चढेकी थिएँ ह्याप्पी बर्थडेमा। अब हामी यसमा जाने हो। हामी सुरु गऱ्यौँ। केबल कार चढ्न सुरु गऱ्यौँ। लुम्बिनी केबल कार चढ्न सुरु गऱ्यौँ। अब हामी एकछिनमा माथि कामाख्या देवीको मन्दिर पुग्छौँ। त्यही रहेछ जङ्गलमा
हामी पुगिसकेका छौँ। ल मन्दिर जाने बाटो यता उकालो रहेछ। 178वटा खुड्किला हामी चढेर जानेवाला छौँ। गर्मी भइहाल्यो नि अब त। काठमाडौँको जाडोबाट अचानक बुटवलको गर्मीमा प्रस्थान गर्दाखेरि भयो गर्मी। कुरो चाहिँ मलाई नै मन पर्यो यो सिँढीमा यतिवटा सिँढी भनेर लेखिसकेपछि अनि पाथी भएर आउँदै जस्तो हुन त त्यहाँ त सिँढी नै मात्र त छैनन् नि त। अनि कति मिनट लाग्छ भनेर सोध्नु अलिक परेन नि त। यतिवटा सिँढी रहेछन् भनेर आफै थाहा हुने गरी राम्रो लाग्यो कुरो कानी। घुम्न चाहिँ पाएपछि म त्यसै मख पर्दिलो छु। न केहीको टेन्सन छ, केही याद पनि पो आउँदैन त। मलाई खुसी बनाउनलाई घुमाउन लाँदा भनेर आफै हिँडिदिने हो। आफै खुसी, आफूले खुसी बनाउने हो। कति भने 57वटा खुड्किला बाँकी छन्। मेरा साथीहरू दिदीहरू पछाडि आउँदै हुनुहुन्छ। खुल्ला रहेछ बिहानै त होइन, जोस् खुल्ला रहेछ। मजा भइरहेको छ। पुग्न आँट्यो मन्दिर। थोरै केही कदम मात्रै बाँकी छ। 5 4 3 2 1 वेलकम टु कामाख्या शरणम। कामाख्या मन्दिरमा हजुरहरूलाई स्वागत छ। फाइनल्ली हामी आइपुगिसकेका छौँ। हजुरहरू देख्न सक्नुहुन्छ यताबाट आयौँ। 360 भ्युज मार्फत हजुरहरूले देख्न सक्नुहुन्छ। मैले चाहिँ भिडियो खिच्नै बिर्सेछु। हामीले चाहिँ मन्दिर दर्शन गरिसक्यौँ अनि यहाँ घुम्दैछौँ, फोटो खिच्दैछौँ। त्यहाँ चाहिँ क्यामेरा पाइँदैन थियो कि खासमा, त्यही भएर मैले भिडियो खिचिन छु, बिर्सेछु पनि। मन्दिरको पछाडिपट्टिको कामाख्या मन्दिर म हजुरहरूलाई दर्शन गराउन गइरहेको छु। अहिले हामी जाँदाखेरि चाहिँ खुल्दै थियो, अहिले 12 बजे भएर बन्द भइसकेको छ मन्दिर चाहिँ। हजुरहरू देख्न सक्नुहुन्छ यस्तो रहेको छ। यस्तो छ वरिपरिको माहौल। अब चाहिँ हामीले यहाँ मन्दिर दर्शन गरी फोटो भिडियो सबै काम सकिसकेका छौँ। अब हामी ओर्लिँदैछौँ, जाँदैछौँ है त। अब हामी फेरि पनि 178वटा सिँढी ओह्रालो झर्दैछौँ। क्यामेराम्यान चाहिँ आउँदाखेरि उकालोमा अगाडि, ओह्रालोमा पछाडि हुनुपर्छ क्या र। अघि गइसक्नु भएको, अघि त होइन अलिकति हिँड्दै हुन्छ। म चाहिँ यहाँ पछाडि जाँदैछु। यस्तो छ वरिपरि सालको रुख छन्। हामीले दर्शन गरेर यसपालि त मैले धेरै भगवान्को दर्शन गर्न पाइरहेको छु। यो साल मेरो भ्रमणको योग रहेको रहेछ है त। अझै फागुन चैत 2 महिना बाँकी नै छ। मेरो अझै कता घुम्न पाउँछु भन्ने अझै पनि आशै गर्छु म चाहिँ फेरि। हस्, यो चाहिँ भ्यू पोइन्ट हो, केबलकार स्टेसनको भ्यू पोइन्ट। हजुरहरू देख्न सक्नुहुन्छ। यहाँबाट भ्यू चाहिँ यस्तो छ। तर आज कुहिरो लागेर तुहालो लागेर चाहिँ मजाले देखेन। मन्दिर चाहिँ यता माथि हो डाँडामा। बुटवल बजारै देखेन। यस्तो छ, एकदम मिठो हावा चलिरहेछ। अब हामी फर्किनलाई यहाँ केबल कार चढ्न आँट्दैछु। कस्तो लाग्यो त? कति खाल देख्यो, कस्तो लाग्यो? रमाइलो लाग्यो। आज घुम्न आएको केबल कार
चढ्यौँ बुटवलको लुम्बिनीको केबल कार। अब हामी फुलबारी भन्ने ठाउँ घुम्न जान्छौँ। कपिराइट आयो होला मेरो। हामी चाहिँ केबल कारमा बस्नलाई लाइनमा बसिरहेको छौँ। अघि एकछिन बिदा भएको थियो कि 12देखि 1 ब्रेक टाइम थियो, त्यही भएर अहिले अलि भिड भयो जस्तो भयो। अब आउनेदेखि अर्कोमा चाहिँ पालो आउँछ कि हाम्रो। यसमा हाम्रो अटिनौँ, अब आउने चाहिँ हाम्रै पालो। हाम्रो आइसकेको छ केबल कार, लुम्बिनी केबल कार। अब हामी यसमा चढेर जानेछौँ। अब हामी फर्किसकेका छौँ। कस्तो भयो, कस्तो लाग्यो हजुरहरूलाई? रमाइलो राम्रो धेरै धेरै यति हाइटमा आउन पाइयो। कडी जुरेको रहेछ, त्यही भएर हामी नि आइपुग्यौँ। हामी पूर्वका मान्छे पनि आइपुग्यो अरे। यहाँ त सोचेको थिएन नि अहिले आइज भनेर। त्यही त अर्को हाम्रो चाहिँ के भन्नु सुन्दैन? सुनिँदैन। हाम्रो मात्र होइन, माथि पनि रोक्यो भने चाहिँ लाइन गयो होला। हामी जङ्गलका बिचमा यहाँ हाइटमा केबल कारमा पिङ्केर त्यो लाइन गयो। के भन्नु? बल्ल कुदो। यसरी रोकिँदा त होइन, सिरिङ्ग गर्ने त्यही भनेको सिरिङ्ग भएको धन्दै चल्यो हामी जाँदैछौँ। अब हामी आइसकेका छौँ बुटवल फुलबारी भित्रलाई घुम्नलाई। यहाँ दिदी टिकट लिँदै हुनुहुन्छ, आन्टी यता हुनुहुन्छ, म यता छु। मणिमुकुन्द सेना उद्यान बुटवल रूपन्देही रहेछ यहाँ टक्कसँगले। आई लभ फुलबारी देखिसक्यो। अब टिकट लिएर हामी जाँदैछौँ। रात पर्न आँटिसक्यो। ल वेलकम टु फुलबारी, बुटवल फुलबारी। लु खिच्नुहोस् फोटो भिडियो, के कति खिच्नुहुन्छ। यस्तो रहेछ, पिङ्क पनि रहेछ। यहाँ शिवजी हुनुहुँदो रहेछ। यस्तो छ माहौल चाहिँ, देख्न सक्नुहुन्छ। ल यो चाहिँ एनिमल कर्नर छ। हेर्छन् यहाँ चितुवा रहेछ। फन कुदेको गर्दो रहेछ, यता र उता गर्दो। मयूर हजुर चाहिँ म फोटो पनि हेर्दिनँ ल। आइएम सो सरी। खरायो कति साना कति राम्रा। हरिण रहेछन्, हाँस रहेछन्। लमक गरेर हिँड्नु भनेको यस्तै र।
लामो टाउको भएको फाइदा उड्दा उड्दै गरेका किराहरू त्यसरी कप कप खाँदो रह्यो यसले लामो टाउको होइन लामो घाँटी मलाई यहाँ आइफोनको कमी महसुस भइरहेछ एकदम महसुस भइरहेको छ मलाई आइफोनको कमी आई लभ बुटवल फुलबारी चाहिँ यस्तो रहेको छ फुलको सुगन्ध मनको आनन्द फुलबारी बुटवल यस्तो साइकल रहेछ कि अनि म चाहिँ यहाँ बसेर फोटो खिच्छु नि यहाँ त काटी ठोक्या छ मुनि नि हुन्छ होला यहाँ कुदा जस्तो गरौँ भनेको दिदीले दिनु भएन हुँदैन यो भत्किन्छ भनेर मलाई ल हामी यति नै घुम्यौँ होला बुटवल फुलबारी पनि अब हामी घर जान्छौँ निस्केर रात पनि आँटिहाल्यो अब अर्को ठाउँ हामीले भ्याइनौँ आज 5 बज्न आँट्यो अब हामीले भैरवा जाने हो त्यही भएर हामीलाई टाइम लाग्छ जान पनि है हामी हाम्रो घुमाइसक्यो अब बुटवलको खासै गरेर आइँदैन होला यहाँ घुम्न चाहिँ फुलबारी पार्क घुम्यो अनि के भन्छ कामाख्या मन्दिर घुम्यो ल आजलाई बाई बाई हस् यसका साथसाथै हामी बिदा माग्न गइरहेका छौँ अब हामी घर जाने हो रात पर्छ त्यही भएर भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै म यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु धन्यवाद